हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज यसो गाउँतिर घुमघाम बच्चा फिस बुझाउनलाई स्कुलतिर जाँदैछु गाइज म होइन। अब यो चाहिँ देवदह बुटवल खैरिनी हो हाम्रो गाउँ। देवदह खैरिनी चोक हो यो चाहिँ। म चाहिँ आज अब बच्चाको फाइनल इक्जाम सुरु हुन लाग्यो नि त, अनि फिस बुझाउन जाँदैछु है त गाइज। यो अब यहाँबाट सिधै गयो भने बुटवल पुगिन्छ। म चाहिँ यता ब्याङ्कतिर छिर्नु पऱ्यो एकचोटि पैसा निकालेर, अनि बच्चाको फिस तिर्नु जानु पऱ्यो भनेर म चाहिँ यता एनआइसी एसियातिर ब्याङ्कतिर छिर्दैछु गाइज। अब यहाँबाट पैसा निकालेर फिस बुझाउनु जानु पऱ्यो। अब फाइनल इक्जाम आइसक्यो होइन। अब एउटा एटिएम ल फाइनली अब मैले पैसा चाहिँ निकालिसकेँ। अब फेरि म लाग्छु स्कुलतिर। चोकबाट 200 मिटर भित्र छ अलिकति। अब म स्कुलतिर लाग्दैछु गाइज। ल फाइनली स्कुल पनि आइपुग्यो। अब म गेटभित्र गएर फिस बुझाउने कार्यक्रम गरेर अब निस्किन्छु गाइज। यही हो मेरो छोराको पढ्ने स्कुल, बुद्ध पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुल। म चाहिँ फिस बुझाउनलाई अब यो तल्लो कोठामा छिर्दैछु होइन। फिस बुझाएर म निस्किन्छु। अब बच्चाको फाइनल इक्जाम सकेपछि बच्चाहरू एकछिन फ्री हुन्छ। सबैको अहिले सबै बच्चाको फाइनल इक्जाम सुरु भइरहेको होला हरेक स्कुलहरूमा। कस्तो लाग्छ मेरो ब्लगहरू यसो हेरिदिनु, कमेन्ट लाइक गरिदिनु है गाइज। बाई बाई।